छौँ हरेक साता प्रसारण हुने यहाँहरूले एकदमै माया गर्नुभएको कार्यक्रम लुम्बिनी पूजा राइजिङ स्टार। र अबको क्रममा म स्टेजमा आमन्त्रण गर्न चाहन्छु कन्टेस्टेन्ट नम्बर 37 सुशील आचार्य। राइजिङ स्टार कार्यक्रमका मुख्य प्रायोजक पूजा प्लास्टिक उद्योग मधौलिया रूपन्देही। राइजिङ स्टार कार्यक्रमका मुख्य प्रायोजक पूजा प्लास्टिक उद्योग मधौलिया रूपन्देही। राइजिङ स्टार सानी सा पनि सा ग म प ग म पनि प म प ग म सा प म प सा म ग म सा ग सानी सा पनि सा ग हे जीतेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई। जीतेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई। हिजो निम्तादी बस्न दिलमा हिजो निम्तादी बस्न दिलमा आज कारे तारले बारेर गई। जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई। को एउटा फुल थियो बगैँचामा गीतको एउटा फुल थियो बगैँचामा आकाशबाट सिना झरेर गई आकाशबाट सिना झरेर गई। बाँच्दै त थिए घायल नै भए पनि मुस्कानको छुरा रोपी मारेर गई। जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई। रोपेर प्रेमको फुल्यो मेरो मनमा रोपेर प्रेमको फुल्यो मेरो मनमा हुर्काई अन्तै सारेर गई हुर्काई अन्तै सारेर गई। पर्खे मनको धोका उखारे उ भोलि भन्दै सारेर गई
उजितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई उजितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई हिजो निम्तादी बस्न दिलमा हिजो निम्तादी बस्न दिलमा आज काले तरले परेर गई उजितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई नतिजा आफैतिर पारेर गई नतिजा आफैतिर पारेर गई थ्याङ्क यू सुशीलको प्रस्तुति कस्तो महसुस गर्नुभएको छ आफूले कस्तो प्रस्तुति दिए जस्तो यहाँलाई लाग्छ मेरो फर्स्ट टाइम एभर रियालिटी सो सिङ्गिङ रियालिटी सोमा मेरो फर्स्ट टाइम हो सो मैले अलिकति डर चाहिँ अलिक बढी फिल भयो यो यत्तिकै प्रस्तुतिले राइजिङ स्टारको उपाधि चुम्न सकिन्छ आई थिङ्क सो अब नेक्स्ट राउन्डमा अझै इम्प्रुभ गर्नेछु डेफिनेटली यो फर्स्ट टाइम भएर अलिकति मलाई गाह्रो फिल भइरहेको थियो यहाँले कुन लेभल स्टडी गर्दै हुनुहुन्छ म मास्टर्स लेभल स्टडी हो तर अहिले मेरो ड्रप छ ओके यहाँको साङ्गीतिक सफलताको शुभकामना तपाईँको प्रस्तुतिमा निर्णायक दीपक श्रेष्ठ सुशील भाइ हजुर सिक्नुहुन्छ कतै सिक्दैछु कहाँ सिक्नुहुन्छ बागेश्वरीमा कुन लेभल हो फर्स्ट इयरको अन्तिम छ मेरो यस्तो छ मैले सुरु गरेको चाहिँ लगभग 3-4 वर्ष भइसक्यो तर मेरो बिचमा ग्याप बिचमा हेल्थले अनि अरू प्रब्लमले गर्दा बिचमा छोड्नु परेर अहिले फर्स्ट इयरको अन्तिमतिर अब लास्ट ट्र्याक सकिरहेको छ तपाईँले यो गीत गाउनु भएको छ नि उजितेर गयो हजुर कुन थाटमा थाट त मलाई याद भएन रूपक तालमा छ रूपक तालमा छ हजुर थाट थाहा भएन ओके तपाईँलाई मैले एउटा सजेसन दिन चाहन्छु हजुर जस्तै कुनै पनि कम्पिटिसनमा जाँदाखेरि एज अ कम्पिटिटर भइसकेपछि मलाई कस्तो लाग्छ भने मैले पनि जिन्दगीमा धेरै कम्पिटिसनमा भाग लिएँ होइन कुनैमा सिलेक्ट भएँ कुनैमा भइनँ त्यो आफ्नो ठाउँमा छ तर मलाई के लाग्छ भने एउटा कन्फिडेन्ट भन्ने कुरा हुन्छ एउटा ओभर कन्फिडेन्ट भन्ने कुरा हुन्छ हजुर त्यो चाहिँ ओभर कन्फिडेन्स अलिकति देखियो तपाईँको आवाजमा हजुर होइन अनि एउटा कुरा त्यो अनि अर्को कुरा माइक टेक्निक तपाईँले चाहिँ रियालिटी सो फर्स्ट टाइम भन्नुभयो स्टेजमा त पक्कै गाउनु भएको छ होला होइन कहिलेकाहीँ गाउँदाखेरि माइक टेक्निक के हुन्छ भने लो पिचमा अलिक नजिक लैन्छ भने हाई पिचमा टाढा लैन्छ तपाईँलाई थाहा छ त्यो सायद होइन हजुर त्यो चाहिँ यहाँ अलिकति मिस्टेक भएको छ अनि अन्तरामा तपाईँको सुर 19-20 भएको छ अनि हरकत पनि चाहिने भन्दा बढी भयो भने मजा आउन्न कि तपाईँले खिड्काहरू दिनुभएको छ राम्रो छ तर कुनै ठाउँमा चाहिँ अलिक अड सुन्ने छ हजुर खिड्का बुझ्नुहुन्छ त्यही त तपाईँको खिड्काहरू कहीँ चाहिँ एक्ज्याक्ट लागेछ मजा आयो सुन्दा हजुर अनि हामी त्यही सल्लाह गऱ्यौँ कुनै ठाउँमा खिड्का एकदम राम्रो सुन्नेछ तर कुनै ठाउँमा चाहिँ अड सुन्नेछ होइन अब ओरिजिनल सिङ्गरले ओरिजिनल कम्पोजरले जुन हिसाबले मेलोडी दिएको हुन्छ नि होइन त्यसैमा डुबेर गाउँदा मलाई चाहिँ मेरो आफ्नो विचार है जस्तो लाग्छ ठिक हुन्छ जस्तो लाग्छ त्यही भएर अरू सब ठिक छ तपाईँको सुरमा तपाईँले अलाप लिनुभयो होइन त्यो एकदमै मन पर्यो त्यहाँ पनि एक दुई ठाउँमा तपाईँले शब्द लगाए पनि सुर एक दुई ठाउँमा छोड्नु भएको छ ठिक छ त्यो केही पनि फरक पर्दैन तपाईँको अहिलेको जुन पर्फर्मेन्स थियो यदि तपाईँले पर्फेक्टली राम्रो तरिकाले गर्ने भने लगभग तपाईँको टप 5 मा गाउनु पर्ने पर्फर्मेन्स थियो मलाई त्यो मन पर्यो तर मलाई के लाग्यो भने इट्स ओके मैले गर्न सकिहाल्छु भनेर गाए जस्तो लाग्यो कि थ्याङ्क यू नेक्स्ट टाइम यो मेरो गल्तीलाई म सुधार्नेछु डेफिनेटली त्यही त गल्तीबाट नै मान्छेले सिक्छ हजुर अहिलेको लागि बेस्ट सरले के भन्न चाहनुहुन्छ के अरे यो गीत चाहिँ कसले गाउनु भएको थाहा छ होला होइन थाहा छ हजुर राज सिक्देलले यो गीत एकदम भन्दाखेरि यो गीत कस्तो भने एकदम टोटली क्लासिकल गीत हो यो है हजुर एकदम टोटली क्लासिकल छ यसमा
क्लासिकल गीतहरू गाउँदाखेरि के बुझ्नुपर्छ भने त्यसको केही नोटहरू छुट्यो भने नि त्यसको अर्थ रहँदैन के। हजुर त्यसमा तपाईँले सुरुमा गाउनु भएछ नि मुझे तेरा गए, त्यसपछि गाउँदा के अरे कसरी यहाँ रे गए नतिजा आफै तेरा पारेर गए, त्यहाँनिर पारेर त्यहाँ छ नि पारेर यो त्यहाँ किनभने त क्लासिकल बक्स छ क्या त्यहाँनिर बुझ्नु भने तपाईँको जुन तपाईँको आवाजमा जुन तपाईँको वेटीपन छ आवाजमा त्यसमा जुन क्लासिकल नोट छुट्टै नोट हुन्छ क्या त्यसको त्यो नोटहरू जहाँनिर छोइएको हुँदैन त्यसको क्लासिकलको अर्थ रहँदैन क्या है। त्यो जहिले पनि तपाईँ एउटा कुरो कम्पिटिसनमा जाँदाखेरि कि त्यसलाई टोटल्ली निभाउन सक्यो भने त्यसलाई जस्ताको तस्तै निभाउन सक्यो भने यस्तो गीतहरू बोकेर हिँड्ने हो, होइन भने तपाईँले यसरी फिल्डमा बाहिर गाउँदाखेरिलाई एकदम ठिक छ राइट छ, कसैले तपाईँलाई नराम्रो भन्दैन कि। तपाईँले बाहिर फिल्डमा कतै प्रोग्रामहरूमा गाउनुभयो भने यसलाई कसैले रङ गायो भनेर कसैले छितिमिति भन्दैन कि जानेकै बुझेकै मान्छेले भन्छ कि पनि भन्दैन, तर कम्पिटिसनमा आउँदाखेरि यी चिजहरूलाई खोजिन्छ कि। हजुर मेरो यो फर्स्ट टाइम भएर मलाई अलिक गाह्रो गाउन एकदमै गाह्रो भएको थियो, त्यसैले पनि होला। ओके सरी फर द्याट। स्वर चाहिँ राम्रो लाग्यो, मलाई मन पर्यो, ठिक छ, बेस्ट अफ लक हुन्छ। थ्याङ्क यू। दुवैजना निर्णायकले यहाँलाई आगामी दिनको लागि सल्लाह र सुझाव दिइसक्नु भएको छ, त्यही अनुसार आत्मसात गर्दै अगाडि बढ्नुहोला, हाम्रो पनि शुभकामना। र अब यहाँले अघिल्लो राउन्डमा प्रवेश गर्न चाहनुहुन्छ, पक्कै पनि यहाँ प्रतिस्पर्धामा भाग लिनुभएको छ, एउटा उपाधि चुम्ने हिसाबले अगाडि बढ्नु भएको छ, यहाँको सोचाइ छ, पक्कै पनि त्यसका लागि तपाईँले आम दर्शकलाई रिझाउनु पर्ने हुन्छ, आम दर्शकबाट तपाईँले भोट पाउनुपर्ने हुन्छ, दर्शकसँग यहाँले भोट माग्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई मेरो गीत मेरो आवाज मनपर्छ भने मलाई भोट गर्न सक्नुहुन्छ। मलाई भोट गर्नको लागि तपाईँको मोबाइलको म्यासेज बक्समा गएर LRS टाइप गरी मेरो कोड नम्बर 37 टाइप गरी 38383 मा सेन्ड गर्नुहोला। थ्याङ्क यू। अल द बेस्ट सुशील। सुशीलको प्रस्तुतिको लागि एकपटक जोरदार ताली। यतिखेर हामी नेपालको पहिलो सामुदायिक टेलिभिजन लुम्बिनी सामुदायिक टेलिभिजनको साङ्गीतिक कार्यक्रमको प्रस्तुति लुम्बिनी पूजा राइजिङ स्टारमा छौँ र आजको दिनमा 5 जना कलाकारहरूले आफ्नो प्रस्तुति देखाइसक्नु भएको छ र अब हाम्रो माझमा 1 जना मात्र कलाकारको प्रस्तुति बाँकी रहेको छ। उहाँ हुनुहुन्छ स्मृति परियार, कन्टेस्टेन्ट नम्बर